आज हामी कुरा गर्दैछौँ संसारकै सबैभन्दा ठुलो, संसारकै सबैभन्दा धेरै जनसङ्ख्या भएको र संसारकै सबैभन्दा धेरै विविधताले भरिएको महादेश एसिया महादेशबारे। एसिया केवल एउटा भूभाग होइन, यो एउटा सम्पूर्ण सभ्यता हो। यहाँबाटै सुरु भएको थियो मानव सभ्यता, धर्म, व्यापार र ज्ञानको यात्रा। तपाईँ हामीले सुनेको सगरमाथा, ताजमहल, चीनको पर्खाल र जापानको प्रविधि सबै यहीँ जन्मिएका हुन्। एसिया महादेश पृथ्वीका 7वटा महादेशहरूमध्ये सबैभन्दा ठुलो हो। यो करिब 4,45,79,000 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ, जुन पृथ्वीको कुल भूभागको 30% हो। जनसङ्ख्याको हिसाबले पनि एसिया विश्वकै धेरै जनसङ्ख्या भएको महादेश हो। यहाँ करिब 4.8 अर्ब मानिसहरू बसोबास गर्दछन्, जुन विश्व जनसङ्ख्याको 60% भन्दा बढी हो। एसिया महादेश अत्यन्तै विविध भौगोलिक बनावटले भरिएको छ। यहाँ संसारकै सबैभन्दा अग्लो पर्वत श्रृङ्खला हिमालय अवस्थित छ, जहाँ रहेको सगरमाथा संसारकै सर्वोच्च शिखर हो। त्यस्तै संसारकै होचो स्थान मृत सागर पनि एसिया महादेशमै रहेको छ। एसिया महादेशको उत्तरमा ठुला मरुभूमिहरू र दक्षिणमा हरियाली जङ्गल र मनमोहक द्वीपहरू रहेका छन्। एसिया महादेशको तापक्रम पनि अत्यन्तै फरक छ। साइबेरियामा हिउँ र चिसो हुन्छ, जबकि भारत, थाइल्यान्ड र इन्डोनेसिया जस्ता देशहरूमा गर्मी र न्यानो मौसम पाइन्छ। एसिया महादेश संस्कृतिको खानी हो। यहाँ संसारका प्रमुख धर्महरूको जन्म भएको छ। हिन्दू धर्म, बौद्ध धर्म, इस्लाम र ताओ धर्म। भारतमा हिन्दू र बौद्ध धर्मको जन्म भयो। साउदी अरेबियामा इस्लाम धर्म सुरु भयो र चीनमा ताओ धर्मको विकास भयो। एसिया महादेशमा भाषाहरू पनि हजारौं छन्। हिन्दी, जापानिज, अरबी, रसियन, नेपाली र अरू धेरै। यहाँका हरेक देशहरूको संस्कृति, नाचगान, रीतिरिवाज र परम्परा पनि फरक तर आकर्षक छ। एसिया एउटा भूभाग मात्र होइन, यो सभ्यताको उद्गम केन्द्र हो। मानव सभ्यताको सुरुवात नै एसिया महादेशबाट भएको हो। सबैभन्दा पुरानो मेसोपोटामिया सभ्यता, सिन्धु उपत्यका सभ्यता, चीनको राजवंशीय सभ्यता र जापानको सामुराई संस्कृति, यी सबैले विश्व सभ्यताको रूप निर्धारण गरेका छन्। नेपालमा लिच्छवी र मल्लकालको कला, भारतको मौर्य साम्राज्य, चीनको चीन राजवंश र अरबको इस्लामिक साम्राज्य, यी सबैले मानव इतिहासमा अमिट छाप छोडेका छन्। अहिले पनि ताजमहल, अङ्कोर वाट, ग्रेट वाल अफ चाइना र पेट्रा सिटी जस्ता स्थानहरूले त्यो ऐतिहासिक गौरव जीवित राखेका छन्। एसिया महादेशमा करिब 48वटा देशहरू छन् र ती 48वटा देशहरूमध्ये सबैभन्दा ठुलो देश रुस हो। रुस संसारकै सबैभन्दा ठुलो देश पनि हो। साथै एसिया महादेशमा संसारकै सबैभन्दा धेरै जनसङ्ख्या रहेका देशहरू चीन र भारत पनि छन्। एसिया महादेशका ठुला सहरहरू टोकियो, सङ्घाई, दिल्ली, दुबई र बैङ्कक जस्ता सहरहरू संसारका आधुनिक सहरहरूमा गनिन्छन्। एसिया अहिले संसारको आर्थिक केन्द्र बन्दै गएको छ। चीन, जापान, दक्षिण कोरिया, भारत र सिङ्गापुर जस्ता देशहरू आर्थिक दृष्टिले निकै शक्तिशाली छन्। यहाँ उत्पादन, प्रविधि, कृषि र व्यापार सबै क्षेत्रमा तीव्र विकास भइरहेको छ। एसिया महादेश संसारकै सबैभन्दा प्राचीन र सबल महादेश हो। यहाँ जन्मिएको सभ्यताले आजको आधुनिक विश्व निर्माण गरेको छ। एसियाका मानिसहरूले शान्ति, मेहनत र सिपबाट संसारलाई नयाँ दिशा दिएका छन्। चाहे त्यो नेपालको हिमालय होस्, भारतको गङ्गा, चीनको पर्खाल, जापानको प्रविधि वा दुबईको गगनचुम्बी भवन, यी सबैले मिलेर बनाएका छन् एसिया, एक यस्तो महादेश जसले पृथ्वीलाई सधैँ प्रेरणा दिएको छ। यदि तपाईलाई यो भिडियो मन पर्यो भने भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। आगामी भिडियोहरूमा भेट्ने बाचाको साथ। हस्त, धन्यवाद।